यो जुन गोलकिपर तपाईँहरू देख्नुहुँदैछ नि, यस, यो गोलकिपरको नाम मलाई 6 घण्टा अघिसम्म थाहा थिएन। यो किपरले अब भुल्नै नसकिने गरी छाप छोडेर गयो। यो किपर हो केप भर्डेको फर्स्ट गोलकिपर जुन पोर्चुगलको सेकेन्ड डिभिजन लिग खेल्छ हो। आज स्पेन विरुद्ध यसले गरेको सेप्स मात्र थिएन, पुरा वर्ल्डलाई एउटा स्टेटमेन्ट थियो, वर्ल्ड कपमा जे नि हुन सक्छ। स्पेन जुन टिमलाई दावेदार भनेर चिनिन्छ, यस, त्यो टिम विरुद्ध आज यो गोलकिपरले उत्कृष्ट 7 सेप्स र 0 गोल कन्सिड गरिदियो। यस, र यो गोलकिपरको नाम हो बजिना, जसको मतलब हुन्छ ग्रानी। आमा बुवाको साथमा पाएको उसले हजुरआमासँग हुर्केको कारण सधैँ ग्रानी अर्थात् बजिना भनेर हजुरआमालाई ट्रिब्युट दिने गर्छ। र अब यो किपरको लगनशीलता र फुटबलप्रतिको प्रेमको कारण यो किपरलाई पुरा वर्ल्डले चिन्ने मौका पाएको छ। 40 year old बजिना who again proves that age is just a number. So stay tuned with me. Just comment below तपाईँहरू कसको टिमको सपोर्ट र तपाईँहरूलाई के लाग्छ त्यो पनि कमेन्ट गर्न नभुल्नु होला। म हरेक कमेन्ट पढ्नेछु र त्यो कमेन्टको जवाफ अभियसली दिनेछु। र लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है।